रगतको खोलो बगाइन्छ नि त यहाँ। वीर गोर्खालीको सन्तान हो नि त हामीहरू, होइन त? नेपालको महानायक राई सम्हालले बोल्ने डायलग हो नि त यो। आपको पता भी? चुप। छिमेकी भैया, हे लिसन लिसन, छिमेकी भैया मटकर हामीलाई गाली। हाम्रो पुर्खाहरूको हिम्मत देखेर गोरे डाम्नाले भी ठोका था ताली। थोड़ा से भी लिसन है लिसन, थोड़ा से भी आँखा लगाइस भने मेरो देशमा, बुझ तुम्हारा मृत्यु निस्केको छ गोर्खेको भेषमा। ए जयन्ती, तँ के हेरेर बसिराख्या छस्? मुटु डरो पार, अब भिड्ने बेला भो। आक्रम तिमी जस्तो हो त महिना दिनमा नुहाउने? मेरो त 28-29 दिन भयो कि जिउ चिलाइहाल्छ। आजकल तिमी जस्तो राम्रो केटी नै पाइँदैन। हाम्री आमा त स्याम्पल पिसै हो नि, कहाँ भेटेछन् कुनै हाम्रा बाले? त्यसको असर मलाई सोच परिरहेछ यहाँ। फेरि बिहाको कुरा ननिकाल है आमा। तिमीले बासँग चाँडै बिहा गरेर के पायो भन त? तँलाई पाइन तँलाई। तिमीले हात दिनु सिकायौ, अब म यो ब्यानर कसरी च्यात्ने त्यो सिकाउँछु। एक्सक्युज मी? नेपालीमा भन, अंग्रेजी बुझ्दिन। वार्ताको टेबलमा एकचोटि बस्दै नि त। यो केटीलाई मेरो फोन नम्बर कसले दिएछ? पछाडिको 6वटा त मैले दिया हो, अगाडिको 4वटा कसले दिएछ? आर यु कमेडी मी? यसले मलाई हेप्ने, यसलाई आज म यही हिसाबले तपाईको एलर्जी बढ्दै जाने हो भने तपाईको नाक चिन्न पनि गाह्रो हुने रहेछ। जानुस्।